जो साक्षात यज्ञनारायण भगवान र दक्षिणा भन्ने हुनुहुन्थ्यो उहाँको पत्नी अनपायनी शक्ति दक्षिणा र यसरी उहाँहरू दुईजनाको चाहिँ अब भगवानलाई ग्रहण गर्नु भगवानलाई स्वीकार गर्नु र यसरी अब यस्तै पुरुष साक्षात विष्णुर्यज्ञ स्वरूप साक्षात भगवान यज्ञनारायण र दक्षिणा हुनुहुन्थ्यो अब यज्ञनारायण भगवानलाई चाहिँ लिनुभयो र तपाईँ लगे पछि फेरि यज्ञनारायण भगवानको र यज्ञ पुरुष भगवानको र दक्षिणाको शुभ विवाह सम्पन्न भयो शुभ विवाह भयो उहाँहरूको यज्ञको पत्नी दक्षिणा हो यज्ञ गराइसकेपछि दक्षिणा दिएन भनेदेखि त्यो यज्ञ पूर्ण हुँदैन यज्ञ गरिसकेपछि दक्षिणा अनिवार्य दिनै पर्छ जति सकिन्छ दिनै पर्छ यसरी पति पत्नीको उहाँहरूको विवाह भयो यज्ञनारायण भगवान र चाहिँ लक्ष्मी भगवती जो हुनुहुन्थ्यो उहाँ दक्षिणाको रूपमा आउनुभयो अनि स्वयंभू मनु अत्यन्त खुसी हुनुभयो उहाँले यसरी दक्षिणालाई पनि चाहिँ ग्रहण गर्नुभयो हर्षले युक्त भएर कामयाना भगवान विवाह यजुषाम पति अब उहाँहरूको विवाह भयो त्यहाँबाट के जन्मियो भन्दा 12 भाइ छोरा जन्माउनुभयो यज्ञनारायण भगवानले दक्षिणा भएर 12 भाइ सन्तान जन्माउनुभयो सन्तानहरू धेरै जन्माउनु पर्ने रहेछ सन्तान थोरै भएपछि एउटा काठमाडौँ गयो भने गाउँले 3 आजकल 4-5 भाइ 7-8 भाइ भएर एउटा कोही न कोही त बस्छ नि गाउँमा नि बस्छ कोही वृन्दावन पनि जान्छ कोही विदेश पनि जान्छ कोही के गर्छ एउटा दुईटा छोरा हुने चाहिँ होइन रहेछ 5-7 वटा पहिलाकै परम्परा ठिक रहेछ 5-7 भाइ भइसकेपछि छरिन्छन् जताततै दसैँमा पनि रमाइलो हुने तिहारमा पनि रमाइलो हुने अब त्यो एउटा भएपछि बिचरामा पाउ जता जान्छ पछि लाएर भइहाल्छ अनि त्यो गाउँ ऋतु अब यसरी यज्ञनारायण भगवानबाट 12 छोराहरू जन्मिए जदसात् मजान्तु सप्रथुष सन्तोषो भद्र शान्तिरिरस्पतिः इदम कविर्व्युस्वन्ना सुदेवो रोचनोद्विषत् अनि त्यसपछि अब उहाँका दुईटा छोराहरू पनि थिए छोराहरूको नाम चाहिँ प्रियव्रत र उत्तानपाद भन्ने थियो प्रियव्रत र उत्तानपाद उहाँहरू अत्यन्तै ठुला भगवानका भक्त हुनुभयो अनि देवहूतिको विवाह चाहिँ कल प्रजापतिका साथ भए त्यो कथा मैले हजुरलाई अगाडि नै सुनाइसकेँ भन्नुभयो मैत्रेय ऋषिले यो कथा मैले हजुरलाई तृतीय स्कन्धमै सुनाइसकेँ अनि अर्को प्रसूति भन्ने हुनुहुन्थ्यो उहाँको विवाह चाहिँ साक्षात् भगवान चाहिँ जो प्रसूति हुनुहुन्थ्यो दक्ष प्रजापतिका साथ विवाह भए दक्षाय ब्रह्मपुत्राय प्रसूति भगवान मनुः अब यसरी भगवान यी सृष्टि अगाडि बढ्दै गए पछि चाहिँ उहाँहरूको वंशमा पूर्णिमा उत्पन्न हुनुभयो कश्यप उत्पन्न हुनुभयो उहाँबाट सारा सृष्टि भरियो पूर्णिमाले पनि आफ्नो सन्ततिहरू विस्तार गर्नुभयो र अत्रिबाट अनुसुयाले 3टा सन्तान पैदा गर्नुभयो जो साक्षात भगवान शिवजीको अंशबाट दुर्वासा ऋषि प्रकट हुनुभयो दुर्वासा ऋषि भन्ने बित्तिकै अलि रिसाउने खालका ऋषि अलि जङ्गिने खालका ऋषि यस्तो किसिमको अर्थ बुझिन्छ ऋषि भन्ने बित्तिकै अलिकति कुनै ऋषि अलिक कडा भएन भने चाहिँ अरूलाई पनि समस्या पर्ने भयो कोही स्कुलमा पनि सबै माया गर्ने गुरुहरू हुनुभयो शिक्षकहरू हुनुभयो भनेदेखि त्यो विद्यार्थीले पढ्दै 1-2जना चाहिँ अलिक कुट्ने लौरो सरो लाउने भयो भनेदेखि त्यसैको डरले पनि काम गर्छ धेरै त्यस कारणले अब ऋषिहरू प्रायः सज्जन हुन्छन् सरल हुन्छन् एउटा दुर्वासा चाहिँ यस्तो चाहिँ रिसाउने क्रुद्ध भइहाल्ने श्राप दिइहाल्ने पर्नुभयो त्यो दुर्वासा ऋषिको कारणले सबैजना मान्छे ओहो ऋषिहरू त त्यो रिसाउँछन् श्राप दिइहाल्छन् जे बाते गर्नु हुँदैन भनेर सतर्क हुन्छन् त्यस कारणले दुर्वासा ऋषि भगवान शङ्करजीको अंशबाट भगवान शङ्कर भने क्रोधबाट प्रकट हुनुभएको र यसरी क्रोधको अंशबाट भगवान भोले बाबाको अंशबाट दुर्वासा प्रकट हुनुभयो भगवान नारायणको अंशबाट दत्तात्रेय भगवान प्रकट हुनुभयो र त्यसपछि ब्रह्मादिको अंशबाट चन्द्रमा प्रकट हुनुभयो उहाँहरूको वंश अगाडि बढ्दै गयो त्यसपछि अब पछि दक्ष प्रजापतिको जो सन्तान थिए ती दक्ष प्रजापतिले 16 वटी छोरीहरू जन्माउनुभयो दक्ष प्रजापतिको चाहिँ प्रसूतिसँग जो उहाँको विवाह भएको थियो उहाँले 16 वटी छोरीहरू जन्माउनुभयो अत्यन्त सुन्दर आँखा थिए सबैका मनमोहक शरीर थियो सुशील स्वभाव थियो असुशील स्वभाव भएका राम्रा केटीलाई कसले मन नपर्यो म पनि बिहे गर्छु भन्छ पुरपुरो कसको द्वार छ त्यसैले पाउँछ गतिलो विवाहलाई पुरपुरो द्वारै लिएर आउनु पर्यो
अब एकदम गतिला सुशील स्वभावका, चिटिक्क परेका, आँखा साखा मिलेका, कमर समर मिलेका, शरीर त्यस्तै लोभलाग्दो भएका थिए। धर्मले आएर 13 औँलीलाई त म बिगार्छु भने एकैचोटि झप्पै 13 औँलीलाई म बिगार्छु भने धर्मलाई विवाह गरेर 13 औँली छोरी दिए। धर्माय त्रयोदशा धर्माय तथैका भग्नहे विभुः। अनि त्यसपछि 3टी बाँकी रह्यो। अनि 3टीमा एउटी चाहिँ अग्नि देवताले होइन एउटी त मैले पाल्न सक्छु, सुहा गर्छ, ब्राह्मणहरूले चरु दिएको त्यही गर्दा मलाई पनि समस्या छैन, एउटी पाल्न भने अग्निले। अनि एउटा पत्नी चाहिँ अग्निले विवाह गर्नुभयो। कसलाई भन्दा स्वाहालाई। स्वाहा देवर अग्निमा आहुति दिँदाखेरि स्वाहा गरेर करार दिनुपर्छ। एउटीको विवाह अग्निसँग भयो। अनि अर्को एउटी हुनुहुन्थ्यो, अर्की एउटीलाई चाहिँ पितृहरू सबैले हामीलाई पनि ठिनीमिनी गर्नुपर्ने भयो, गाह्रो हो, भातसात पकाउनु गर्नु, घरमा साह्रै बिजोग हुने रहेछ, बिहे गर्नुपर्ने हो भनेर पितृहरू आए। पितृहरू ठिकै छ त्यसो भएदेखि भने स्वधा भन्ने थियो, त्यो स्वधा भन्ने पितृहरूसँग विवाह भयो। त्यही भएर तर्पण दिँदाखेरि ताभ्याम स्वधा तस्मै स्वाहा स्वधा तस्यै स्वधा ताभ्यः स्वधा तेभ्यः स्वधा भन्नुपर्छ तर्पण दिँदाखेरि पितृहरूको श्रीमती भए। अनि त्यसपछि अब अर्की कान्छी छोरी हुनुहुन्थ्यो सती, नामै सती। सती भनेको सिधा असल सच्चरित्रवती अत्यन्तै सुन्दरशील स्वभाव भएकी यस्तै सती हुनुहुन्थ्यो। सती त लडर पडरको भाग्यमा हुने कुरै भएन। सतीको विवाह चाहिँ भगवान् साक्षात् त्रिलोकको स्वामी भगवान् चाहिँ अनन्त कोटि ब्रह्माण्डको ईश्वर भगवान् भोलेनाथसँग सतीको विवाह भयो। अरूका लागि योग्य थिएन सती। त्यस कारण सुयोग्य भगवान् शङ्करलाई मात्रै स्वामी खालको हुनुभएको हुनाले सती देवीको विवाह चाहिँ दक्ष प्रजापतिले शिवजीका साथ गरिदिए। अब सबैको वंश बढाउँदै भन्दै जानुभयो। अनि भगवान् भोले बाबाका सन्तान किन भएनन्, किन वर्णन गर्नु भएन त हजुरले भनेर सोध्नुभयो राजा परीक्षित। त्यो सोधिसकेपछि उहाँले भन्नुभयो उहाँले चाहिँ पुत्र प्राप्त गर्न सक्नु भएन सती देवीले, किनभने उहाँले चाँडै शरीर त्याग गर्नुभयो। उहाँको चाँडै त्यो सन्तान जन्मिनुभन्दा पहिल्यै शरीर संसार छोडेर जानुभयो। त्यसैले उहाँका सन्तान ओहो यस्तो कसरी भयो, सती देवीले यसरी शरीर छोड्नुपर्ने, संसार छोड्नुपर्ने परिस्थिति कसरी सिर्जना भयो। उहाँलाई त कालले त समाउन सक्दैन, यमराज त कैलाश पर्वतमा गएर झिक्न सक्दैन उहाँ सती देवीलाई पार्वतीलाई। उहाँलाई लिन को आयो, कारण के बन्यो, मृत्युको कारण मरणको कारण के भयो, भगवती सती देवीले मर्नुपर्ने अवस्था कसरी सिर्जना भयो, यो चाहिँ म सुन्न चाहन्छु अलि विस्तारपूर्वक भन्नुभयो। त्यसपछि मैत्री ऋषिले वर्णन गर्न थाल्नुभयो। विदुरजीले भन्नुभयो किनभने भगवान् शङ्कर त कसैसँग द्वेष गर्नुहुन्न, भगवान् शङ्करको कोही शत्रु छ अहिलेसम्म हामीले काहीँ सभा शिवजीको शत्रु, शिवजीका कोही शत्रु छैनन्। सबभन्दा सरल देवता, सबभन्दा सहज देवता, जहाँ पनि पाइने, जहाँ पनि एउटा ढुङ्गो यसो त्यसै राख्यो भनेदेखि ओ नमः शिवाय हाम्रो चाहिँ कुल परम्परादेखि मानेको शिव हो भनेर त्यहाँ हामीले राख्ने भनेदेखि ती मान्छेले भोलिबाट दुध दही चलाउन थालिहाल्छ। शिवजी जहाँ पनि बोलाउँदा पनि त्यो शिवजी र हनुमानजी, हनुमानजीलाई यसो बिहारको बर्मा कपडा सडा लिएर जय बजार कमली भन्नु त्यही खडा भइहाल्छ। सबैभन्दा सस्तो सुलभ देवता जहाँ पनि सैनिक सेवाले आएर बस्दिन्, जहाँ पनि गएर बस्ने सबभन्दा सुलभ देवता भगवान् शङ्कर, भगवान् भोले बाबा। भगवान् भोले बाबाको पनि दुश्मन कसरी भए, भगवान् शिवजीका कोही शत्रु छैन, कसैसँग उहाँ द्वेष गर्नुहुन्न, कसैको अहित गर्नुहुन्न। अहित नगरेपछि शत्रु हुँदैन, कसैको अहित नगरेपछि नत्र संसारको स्वाभाविक नियम के हो भने तिनवटा जसका पनि हुन्छन्, राम्रो गरे नि हुन्छ, नराम्रो गरे नि हुन्छ। जस्तो एउटा शत्रु निक्लिन्छ, तपाईँ आफ्नो काम फुरु गर्दै जानु, कसैलाई हानि नपुर्याइकन सूर्य भगवान्ले जस्तो आफ्नो गतिमा आफ्नो रफ्तारमा चलिरहनु तै पनि शत्रु निक्लिन्छ। केही कसैलाई मुख नचलाएर पनि निक्लिन्छ, मुख नचलाउनु, आफ्नो काम, आफ्नो पेसा, आफ्नो घर गरेर खानु तै पनि तपाईँको शत्रु निक्लिन्छ। फेरि शत्रु मात्र निक्लिँदैन, मित्र पनि निक्लिन्छ, सहयोग गर्ने पनि निक्लिन्छ। म छु नि तपाईँको किन बिर गर्नु, अप्ठ्यारा म छैन, पर्यावरण मलाई बोलायो हुँदैन, म छु, बिर नगर, साथ दिने हृदयदेखिको मित्र पनि फेरि बन्छ। उदासीन पनि हुन्छन्, यहाँ गरे गरोस् नगरे नगरोस्, केही लेनदेन नभएको उदासीन तटस्थ त्यस्ता भने जसको पनि जङ्गलमा बस्ने जोगीको निक्लिन्छ। जङ्गलमा बस्यो भनेदेखि ए ढोङ्गी हो पाखण्डी हो भन्ने पनि निक्लिन्छन्। होइन, जस्तो महात्मा हुनेर पूजा गर्नुपर्छ, यिनको बाणी सुन्नुपर्छ भन्ने पनि निक्लिन्छन्।
त्यसरी यो तीनटा कुरा शत्रु मित्र र उदासीन जसका पनि हुन्छन्, टिचरका नि हुन्छन्, नेताका नि हुन्छन्, मन्त्रीका नि हुन्छन्, प्रधानमन्त्रीका नि हुन्छन्, घरमा भात पकाउनेका नि हुन्छन्, भान्सेका नि हुन्छन्, अनि चाहिँ गाडी चलाउनेका नि हुन्छन्, यो संसारमा जसका पनि हुन्छन् सबैका कर्मचारी, टिचर, शिक्षक, गुरुहरू, महात्माहरू सबैका यो तीन चिज हुन्छन्। शत्रु पनि हुन्छन्, मित्र पनि हुन्छन्, उदासीन पनि हुन्छन्। त्यसकारण यसमा दुखी हुनुपर्ने कुरा छैन। कुरा के हो भने शत्रु र मित्र दुवैमा समभावले हेर्न सक्ने व्यक्ति नै विद्वान हो, ज्ञानी हो। शत्रुमा पनि शत्रुता नदेख्ने त्यो महात्माहरूको त्यस्तो दृष्टि हुन्छ, भगवानको त्यस्तो दृष्टि। अनि शिवजी त त्यस्ता हुन्, यिनका कोही पनि शत्रु छैनन्। कस्तम चर गुरुमो निर्भैरम शान्त विग्रहम आत्मारामम कथम दृष्टि जगतो दैवतम महत्। यस्तो आत्माराम आत्माराम भगवान भोले बाबासँग शङ्करसँग पनि द्वेष गर्ने, जो अरूलाई ज्ञान दिनका लागि कैलाश पर्वतमा तपस्या गरेर बसे, अरूको हितका लागि, संसारको हितका लागि, लोकको कल्याणका लागि भगवान तपस्या गरेर बसिरहनु भएको छ। आत्मस्वरूप आत्मनिष्ठ आफ्नै स्वरूपमा मस्त हुनुभएका भगवान शङ्करजीमा पनि द्वेष गर्ने चाहिँ झगडा पर्ने यस्तो यो घटना कसरी भयो? फेरि हजुरले त बताउनुभयो ज्वाइँ र ससुराको झगडाले यस्तो स्थिति सिर्जना भयो भन्नुभयो। ज्वाइँ र ससुराको झगडाले झन् कमै हुन्छ लोकमा। ज्वाइँ र ससुरा त टपक्क मिलेको पो देखिन्छ। ज्वाइँ साप भन्ने, घिउ खुवाउने, पुर्याउने, खुवाउने, दुध भयो नि खोजी ल्याएर ज्वाइँ भनेपछि त हाम्रो त संस्कृति, हाम्रो नेपाली समाजमा त उल्का पो हुन्छ। ज्वाइँ आयो भनेपछि अरू आभन्दा छुट्टै हुन्छ। अहिले हजुरहरू आएको हाम्रो यहाँ ज्वाइँ आउँदैन, के आएको हुन्छ हाम्रो ज्वाइँ आउँदाखेरि त अर्कै हुन्छ। जस्तोमा भयो नि ओछ्यान पनि अलिकति मिलाइदिउँ भन्ने, सिरानी तन्दा पनि अर्को नयाँ हाल्यौँ भन्ने, सजिलो खाटमा सुताउँ भन्ने, अनि कचौरोमा तरकारी अचार, यो समाजमा सबैभन्दा सुख पाउने जात भनेकै ज्वाइँ रहेछ। त्यो एउटा ससुरालीमा फेरि धेरै दिन नबस्नु भनेको छ। ससुराली सुख चाहिँ पाइन्छ, धेरै दिन चाहिँ नबस्नु गएर एक रात बढीमा 2 रात भन्नु, त्यहाँ भन्दा पछि त्यो कचौरो घट्दै लास्टमा गएर सासुमा आएर आज त मलाई भाँडा नबसिरहेको यहाँ हामी है भनेर सुरुमा पहिलो जाँदा पिसीको लाम जाँदाखेरि आफ्नो छोरा 5-7 वटै कचौरो, भोलिपल्ट बिहान 2टा हात, अर्को रात बस्यो भनेदेखि त आज एउटै ठाउँमा हाल्नु त जान्छ चल्छ होइन। सबभन्दा शुभ पाउने जात भनेको ज्वाइँ हो, तर एक रातमा। त्यसैले अब यो ज्वाइँ र ससुराको झगडा यो कसरी भयो यो मलाई सुनाउनुहोस्। शिवजी जस्तो ज्वाइँ पाउने ती ससुरा, दक्ष प्रजापति कति भाग्यमानी थिए, तिनले किन ज्वाइँसँग झगडा गरे मलाई सुनाउनुहोस् भनिसकेपछि अब उहाँले सुनाउन सुरु गर्नुभयो। हे विदुरजी, म हजुरलाई यो प्रसङ्ग श्रवण गराउँछु। पुरा विश्व श्रीराम सत्रे समेतः परमर्षयः तथा मर्गणः सर्वे सानुगा मुनयो विनयः। एउटा ठुलो यज्ञ आयोजना गरे कसले भने दक्ष प्रजा, त्यहाँ विश्व प्रजापतिहरू सबै मिलेर सामूहिक एउटा सत्र भन्ने चाहिँ जस्तो यो श्रीमद् भागवत पनि सत्र हो। सत्र भने किलाई भन्छ भने जस्तो यहाँ एउटाले मात्रै खर्च गरेर आयोजना गर्यो, सबै मिसिए भनेदेखि पुण्य बराबर बाँडिन्छ। यो यज्ञको जस्तो एउटा कर्ता बन्नु, एउटा आयोजक बन्नु भने पनि हाम्रो त्यहाँ एउटा मात्र आयोजक सबै सामेल भएका छौँ। एउटाले आयोजना गरे पनि आएर बसेर सुन्ने, ध्यान दिने सबैले पुण्य चाहिँ बराबर पाउँछन् कि सत्रमा चाहिँ त्यो भेद हुँदैन अरे। त्यसलाई सत्र भनिन्छ, जहाँ बराबर पुण्य वितरण हुन्छ। एउटाले बढी एउटाले घटी भन्ने हुँदैन। यहाँ बसेर सुन्ने हामी सबै आयोजक हौँ, सबै आयोजक हौँ। यो कर्ताले पाउने नै पुण्य प्राप्त गर्छौँ। सुन्न चाहिँ पर्यो, सुनेर भगवानमा श्रद्धा जगाउनु चाहिँ पर्यो, भक्ति जाग्नु त पर्छ। निकाल्नु भित्र दबिएर बसेको भक्तिलाई त्यो नरिवल फुटाए जस्तो गरेर फुटाउनु पर्छ। बाहिरबाट भित्र नरिवल नरम हुन्छ, तर बाहिरबाट मजाले त्यो ढुङ्गाले नहानिकन, हतियारले नहानिकन त्यो नरिवल भित्रको निक्लिँदैन। त्यो भित्र हाम्रो हृदयभित्र नरिवल छ, तर त्यसलाई बेसन घनले हानेर चाहिँ फुटाउनु पर्ने छ। घनले हानेर फुटाउने हो कि नरिवल त्यो फुटाउनु कति खाएर चप्पल मिठो हुन्छ, तर त्यो फुटाउनलाई दुःख गर्नुपर्छ। त्यस्तै हामीभित्र अमृत छ, हामीभित्र नरमता छ, हामीभित्र कोमलता छ, हामी सबैभित्र त्यो आनन्द छ, तर त्यसलाई निकाल्नु पर्ने छ। अलिकति प्रयास गर्नुपर्ने छ, प्रयास गर्नुपर्ने छ। अब यो हिस्टे गाउँको भागवत भनेको मैले अस्ति नै भनिसकेँ, यो प्राथमिक उपचार केन्द्र हो। यो धेरै ठुल्ठुलो उपचार यहाँ हुँदैन।
अपरेसन गर्नु पर्यो धुरीखेर पठाइन्छ। अब अलिक कडा खालको भयो दिल्ली पठाउनु पर्ने हो कि वृन्दावनतिर पठाउनु पर्ने हो कि अयोध्यातिर पठाउनु पर्ने हो कि यहाँ सामान्य खालको उपचार गर्ने हो। यसो जिज्ञासु बनाउने ओहो हो है यो कुरो नि हो भन्ने मात्रै भयो भने पनि त्यसले खोज्छ नि। जिज्ञासा आएछ खोजिहाल्छ नि मात्र। तिर्खा लगाएपछि पानी खोज्दैन। तिर्खा लगाएपछि जसरी पनि पानी भोक लगाएपछि अन्न खोज्छ। भोक लाग्यो भनेदेखि यो कहाँ छ प्रसादको व्यवस्था भनेर आफै भोक लागेको छैन भनेदेखि खोज्दैन। ठिकै छ अलिक खाउँला नि भन्छ। आएको छ भनेदेखि अहिले केही विद्या छैन भनौँ न म छँदैछु नि अहिले लिएरै जाँला हजुर तिर गर्नु पर्यो। त्यो के हो भोक लागेको छैन। भोक लागेको मान्छेको कुरो अर्कै हुन्छ चाहिँ भोक नलागेको मान्छेको कुरो अर्कै हुन्छ। भोक लागेको मान्छेले ऊ डाँडा पारी गरेर खाउँला भन्छ अरे भर्खर खाएको टन्न भएको छ भनेदेखि त्यो बाटो हिँड्दा बेला कहिले काहीँ पहिला हामी त्यो देउरालीबाट दसैँमा हिँड्दै हिँड्दै आउनुपर्थ्यो चौरी खोलो तर्न नसकेर। अनि एकचोटि आएको हामी एउटा दाइ साथैमा थिएँ। दाइ भोक लाग्यो यसो खाएर खाने होइन भनेको टन्न खाएर आएर त्यही माथि पसल छिरिदिएँ। अनि के भनेको होइन पानी स्वामीको बटुल गरेर खाउँला नि भने किन रहेछ भने उसले खाएर आएको रहेछ। अब हामी त खान्छ भोक लागिरहेको भोक लागेको मान्छे यति खाउँ भन्छ अरे क्या उहाँले नि खाउँ भन्छ अगाडि मान्छेले पानी गरेर खाउँला भन्छ अरे। त्यसरी अब बताउनु हो विश्व अब यो प्रजापतिहरूको सत्र भनेको यज्ञमा। अब यो यज्ञमा परमर्षिहरू पनि आएका छन्, देवताहरू पनि आएका छन्, अग्निहरू मुनिहरू ऋषिहरू सबै त्यो यज्ञमा सहभागी भएका थिए। तेजस्वी थिए। गहना त्यस्तै गरी लगाएर आएका थिए। साडी त्यस्तै थियो। को भन्दा को कम हुने अब थिए कसलाई देखाउने अब परमेश्वर त्यस्तै चिटिक्क परेर आएका थिए। कोही जोडी ढल्केर आएका थिए। कोही सिङ्गल घर कोट यसो गर्दै आएका थिए। कोही टाई यसो गर्दै त्यहाँभित्र त्यो सभामा त्यसरी आएका थिए। अनि त्यसपछि अब त्यसरी त्यो टाई दिन आएको छैन है फेरि यहाँ अहिले मैले अहिले समय त्यतिखेर टाईको चलन थिएँ। तत्र प्रविष्टमृषयोद्विष्टार्कमिव रुचिसा राजमानं विधिमिरं कुर्वन्तं तन्महत् सदः। त्यो ठुलो सभा थियो। त्यहाँ अँध्यारो त सबैको शरीरको प्रकारले अनुहारको प्रकारले नै त्यो उनीहरू त्यो अँध्यारो थिए। सबैको त्यो गहना त्यो महँगा ती हारहरू लगाउनाले ती सबै अब ती भइरहेको सभा। अब त्यहाँनिर भगवान् भोले बाबा ती दक्ष प्रजापति आए। सबैले आफ्नो आफ्नो आसनबाट उठेर प्रणाम गरे दक्ष प्रजापतिलाई। सबले आफ्नो आफ्नो आसन छोडेर उठे। त्यहाँ ब्रह्माजीले र शिवजीले चाहिँ उठेर प्रणाम गर्नु भएन। ब्रह्माजीले किन गर्नु आफ्नो छोरालाई दक्ष प्रजापति हाम्रो छोरो हो छोरालाई उठेर प्रणाम गर्ने कुरा आएन गर्दैन। अनि भगवान् शिवजी मस्त ध्यानमा हुनुहुन्थ्यो। उहाँले पनि त्यो चाहिँ वास्ता गर्नु भएन। तर अब दुष्टलाई चाहिँ के हुन्छ भनेदेखि अलिकति अभिमानी मान्छेलाई अहङ्कारी मान्छेलाई अहङ्कार जसमा म केही हुँ म ठुलै मान्छे हुँ भन्ने यस्तो अहङ्कार बोकेका मान्छेलाई जहाँ गए पनि के को लोभ हुन्छ अरे भने मलाई माला लगाइदिने हो कि होइन बोलाउँदैन अगाडि कुर्सी सुर्सीमा राजनीति राखेर भन्ने हुन्छ अरे लोभी मान्छेलाई। त्यो अहङ्कारी अभिमानी मान्छेले त्यो सानो बन्न जान्दैन निहुरिन जान्दैन। निहुरिने मान्छेले सर्वस्व पाउने रावण त्यो ननिहुरिने भनेको त रावणको अंश। रावण झुक्न जान्दै नजान्ने प्राणी होइन रावण। झुक्दै कसैसँग नझुक। एकजना ब्राह्मण रहेछन् हेर्नु गुफाभित्र बसेर तपस्या गरिरहेको ए रावण त्यसरी बोलाउने रावणलाई। त्यसरी रावणलाई बोलाउने हाल गर्ने ब्राह्मण ए रावण तिमीसँग दम छ तिमीले साँच्चै आमाको दुध पिएर छ भने आऊ मसँग यसो गर आऊ। अनि रावण त्यो गुफाभित्र छिर्दैन। किन छिर्दैन थियो भने त्यो गुफा पहनालाई निहुरिनु पर्ने उनी निहुरिनु नजान्ने। सधैँ ठाडो भने यतिकै हुने झुक्न जान्दैन जान्ने। विद्या ददाति विनयम विनयाद्याति पात्रताम। विद्याले शिक्षाले के दिने हो मान्छेलाई? शिक्षाले दिने के हो? विद्याले दिने के हो? नम्र बनाउने हो। नम्र मान्छेले दुनियाँमाथि विजय प्राप्त गर्छ। विनम्र मान्छेले जहाँ पनि जो झुक्न जान्दछ यसो यति गर्न जो जान्दछ त्यसले सबैलाई जित्छ सबैलाई प्रभावित बनाउँछ। तर अहङ्कारी मान्छे निहुरिन जान्दैन झुक्न जान्दैन। रावण त्यो गुफामा छिर्न यसरी झुक्न पर्थ्यो। त्यो रावणले ढोका पनि अग्लो पहिला हाम्रो परम्परामा ढोका अलिक सानो राख्ने चलन थियो। त्यो निहुरेर जाने ढाडु अलिक तल राख्ने निहुरेर नहुने त्यो निहुरिने सिकाएको टाउको त्यो निहुरियोस् क्या मान्छे अलिकति झुक्न सिकोस्
भनेर त्यो ढोका अलिक सानो भएको अर्थात् काठमाडौँतिरका ढोकाहरू हेर्नु त्यो काठमाडौँतिर पहिलाका पुराना प्राचीन ती नेवार बस्तीमा ती हामीले चाहिँ हेर्दाखेरि सानो सानो ढोकाहरू त्यो किन राखेको हुँदो रहेछ भने त्यो हाम्रो संस्कृतिसँग वेदसँग त्यो चाहिँ उनीहरूले मिलाएका छ त्यो व्यवहारलाई वेदसँग मिलाएका छ मान्छे निहुरिनुपर्छ घरको ढोकाभित्र छिर्दाखेरि नुग्नु पर्यो गृह भनेको शरण हो नि कसैको घरमा जानु भने शरण होइन त्यो शरणमा जानु त हो त्यो शरणमा जाने मान्छेले अलिकति निहुरिनु त पर्यो नि यस कारणले त्यो निहुरिन सिकाएको निहुरिने मान्छेले सबैलाई प्रभावित बनाउँछ निहुरिने मान्छे ठाडो हुने मान्छेले कसैलाई टर्कर परेको छ ठमठम परेको छ त्यस्तो मान्छेले कसैलाई पनि प्रभावित बनाउन सक्दैनन् लतरङ्ग भएको फल टन्न फलेका स्याउका बोटहरू हेर्नु त कसैले नुगेका हुन्छन् झुकेका अङ्गुर हेर्नु त फालेपछि कसैलाई नुगेका हुन्छ झुकेका हुन्छ टन्न फल लागेका मान्छेहरू भित्र सार भएका मान्छेहरू निहुरिन्छन् झुक्छन् ती ठाडो ठमठम हुँदैन त्यसैले झुक्नुपर्छ मान्छेले झुक्न जान्नुपर्छ अब सबैले उठेर प्रणाम गरेका अब उनले हुँदा आशा कोसँग राख्यो भने शिवजीले नै उठेर प्रणाम गर्नुपर्थ्यो किन गरेन वरियता मिलेन यहाँ भन्न थाले उनीहरूले सबै भङ्ग गरे अब शिवजीले हाम्रो पार्टीबाट निष्कासन गर्ने सदस्यताको अब खारेज गर्ने पो भन्न थाले कृष्ण अनि भगवान् भोले बाबा मस्त राम्रो के खारेज के नखारेज भोले बाबा त्यहाँबाट अब उनले मनभरि भन्न थाले ए लोकपालहरूलाई सबैले ध्यान दिएर सुन म आज यो पूर्वाग्रह राखेर बोल्दै छैन म कसैलाई घोतपेच गर्दै छैन यथार्थ वैदिक मार्ग नबिग्रियोस् यो वैदिक मार्ग नधमिलियोस् हाम्रो पिता पुर्खाको ऋषिहरूले आचरण गरेको लिगबाट समाज बाहिर नजाओस् त्यो कुरा बुझाउनका लागि मात्रै म भन्दैछु भनेर उनले भन्न थाले यो शिव यो पाखण्डी हो यो मेरो शिष्य हुन लागेको छ मेरो शिष्यले गुरु आउँदाखेरि उठेर प्रणाम गर्नु पर्दैन मैले मेरो त्यस्तै राम्री कमल नहेर्ने छोरी यो बाँदरको मुख गरेर चाहिँ यो शिवलाई दिएँ भनेर भन्नु मर्कट लोथ बाँदरको जस्तो आगा यो शिवलाई मैले मेरो त्यस्तै कमल नहेर्ने छोरी बिहे गरेर दिएँ अग्नि साक्षी राखेर ब्राह्मणहरू साक्षी राखेर त्यतिखेर म झुक्खेँ राम्रै असलै जस्तो आएको थियो आज म आउँदाखेरि उठेर शिवले प्रणाम गरेन यो कुराले आज संसार ध्वस्त यो कुराले समाज बिग्रिरहेको छ जहाँसुकै सम्मान खोज्नाले सारा पार्टीहरू बिग्रिरहेको छ सम्मान र नामको लोभले गर्दाखेरि सबै बर्बाद भइरहेछ त्यस कारणले यो कथा चाहिँ सबैले सुन्नुपर्छ अनि त्यसपछि उनले भने लुप्त क्रियाया सुचै मानिने भिन्न से तबे अब यी सबैको अर्थ त बडो वेदान्त फरक अर्थ छन् अब उठेर प्रणाम गर्न योग्यमा बाणीले पनि यिनले प्रणाम गरेन बाणीले पनि ए ल है हजुर आउनुभयो स्वागत छ है स्वागत छ मात्रै भने भए पनि मान्छे खुसी हुन्थे बाणीले पनि वास्ता गरेनन् न कुनै सदाचार छ लुप्त क्रियाया सुचै न सदाचार कुनै छ यीसँग प्रेतमा बसाइ छ भूत गणहरूले घेरिएका छन् उन्मत्त जस्तो नाङ्गो जस्तो भएर हिँडेका छन् कहिले हाँसेका छन् कहिले रोका छन् चिताको भस्म धारण गरेका छन् यो नाम पनि कहिले शिव भन्ने राखिदियो यिनको मत्त धनका प्रिय त्यस्तै खालका मान्छे यिनलाई प्रेम गर्छन् भनेर जब यस्तो नष्ट शौचाचार भएका यस्ता दुष्ट हृदय भएको यस्तो व्यक्तिलाई हामीले अब मान्न योग्य छैन अब हामीले यज्ञमा भाग दिन योग्य छैन ल हामीले यज्ञमा भाग दिन हुँदैन शिवलाई यस्तो यस्तो किसिमले उनले भन्न थाले अनि त्यो भनेपछि यस्तो शब्द सुनिसकेपछि अब दक्ष प्रजापति क्रुद्ध भए पानी समाते श्राप दिन थालिहाले कुनै यज्ञमा भाग नपाओस् भन्न थालिहाले किनभने त्यो रिसाउने मान्छे बिस्तार 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 धन रिसाउँदै जान्छ अनि अनेक थरी बोल्न सुरु गर्छ त्यसलाई नियन्त्रण गर्न सक्दैन रिसाएको बेलामा केही बोल्नै हुँदैन रिसाएको बेला शान्त हुने खुसी भए बेला बोल्ने खुसी भए बेला धेरै खुसी भए बेला पनि विचार गरेर बोल्नुपर्छ त्यतिखेर पनि कमजोर धेरै खुसी भए बेला विचार गर्नुपर्छ अनि धेरै क्रुद्ध भएको बेला पनि विचार गर्नुपर्छ त्यसले पछि पीडा दिन्छ पछि सताउँछ त्यसले अब शिवजीलाई यसरी उनले भन्न थाले श्रापै दिइहाले श्राप दिइसकेपछि अरूले रोँदा रोँदै उनले श्राप दिए र त्यतिखेर त्यो कुरो थाहा पाउनुभयो र भगवानको चाहिँ पार्षद नन्दीश्वरले पनि यो कुरो सहन गर्न सक्नु भएन उहाँले श्राप दिनुभयो र जो त्यहाँ
बसेका थिए ब्राह्मणको त्यो चाहिँ दशै प्रजापतिको वचनलाई अनुमोदन गरिराखेका थिए ती सबैलाई उहाँले श्राप दिनुभयो यी ब्राह्मणहरू पनि लोभी बनुन् ब्राह्मणहरू लोभी यो श्राप गरेछ कसको भन्दा नन्दीश्वरको श्राप गरेछ नन्दीश्वरको श्राप ब्राह्मणहरू लोभ भने के हो थाहा छ लोभ भनेको सम्पूर्ण पापको बाउ हो बाबुले छोरो जन्माए जस्तै सबै पाप केले जन्माउँछ भन्दा लोभले जन्माउँछ लोभ भयो भने पाप सुरु हुन्छ कसैसँग मलाई लोभ छ भनेदेखि कसैको चाहिँ केमा मलाई लोभ छ भनेदेखि त्यहाँ पाप सुरु हुन्छ लोभ भएपछि लोभले पाप जन्माउँछ सारा पापहरूको उत्पत्तिको स्रोत कारण भनेको लोभ हो यी ब्राह्मणहरू लोभी हुन् घर धर्ममा आसक्त हुन् गृहस्थ धर्ममा आसक्त हुन् तत्त्वज्ञान सत्त्वज्ञान गोविन्दाय नमो नमः अथवा एकको आएको थियो अब त्यहाँ यो अरूलाई पनि श्राप हुन सक्छ तर त्यतिखेर ब्राह्मणहरू ठ्याक्क अगाडि परे एक गरेर आएको थिए शिवजीलाई श्राप दिँदाखेरि त रोक्न भयो के गरे तपाईँले यस्तो भन्नु पर्थ्यो चुप आएर बसे ठिकै छ जेसुकै होस् भनेर बसे अनि शिवजीको निन्दा हुँदाखेरि जेसुकै होस् भनेर बस्ने ब्राह्मण हो क्या अनि रिस उठ्यो नन्दीश्वरलाई श्राप दिइहाल्नुभयो वेदवाद विपन्नधि कुरा वेदमा यस्तो भनेको छ भने वेद वैदिक हो यो भन्छ हामी वैदिक हो भन्छ हाम्रो सबै कर्म वेद चाहिँ को कुरा गर्ने तर विपन्नाधि उल्टो भएको छ बुद्धि जसको बुद्धि वास्तविक स्वरूपलाई तात्पर्यलाई शास्त्रको सारलाई वेदको रहस्यलाई वेदान्त वेद्य तत्त्वलाई बुझ्न नसक्ने यस्तो कर्ममा फसेको छ बुद्धि जसको कर्ममा फसेको कर्मकाण्डमा फसेको कर्मकाण्डमा फस्नु त नराम्रो त होइन कर्मकाण्डमा फसेरै कर्मकाण्डबाट फेरि माथि 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 चढ्ने हो पहिला त ज्ञान पहिलो सुरु कर्मकाण्ड त्यसपछि उपासना काण्ड त्यसपछि ज्ञान काण्ड यो तीनटा काण्ड हो अब हृदयमा अन्तःकरणमा तीन प्रकारका मल छन् मल मल भनेको के थाहा छ मल भनेको हजुर हाम्रो शरीरै मल हो त्यही भएर हामी मरेर गयौँ भनेदेखि ती घाटा जाने मान्छेलाई मलामी भन्छ मलामी मलामी भनेको संस्कृतमा के हो भने अमी भनेको यिनीहरू मला भनेको मलहरू यिनीहरू शरीरै मल हो शरीर मल हो मल मल हामी हाल्नु त शरीर भनेकै मल अब मरेर गएको मान्छेलाई हामी जान मलामी किन भन्यो भने त्यो मलामी किन भन्यो भन्दा मलामी भनेको अमी भनेको संस्कृतमा यिनीहरू असौ अमु अमी अध शब्दबाट बनेको अमी शब्द असौ अमु अमी अमी भनेको यिनीहरू मला मल भनेको मल हो यी सबै शरीरहरू मल हो मल शरीर यो शरीर भनेको मल हो शरीरमा तीन प्रकारको मल छ मल कति प्रकारको मल भनेको त्यो मकै रोप्ने मल धान रोप्ने मल होइन अर्कै खालको मल यो मल तीन प्रकारको छ आवरण विक्षेप मल एउटा मल अनि त्यसपछि मल आफै आवरण दोष विक्षेप दोष र मल दोष तीन प्रकारको दोष छ हाम्रोलाई कन्ठै छ सुनेको तीन प्रकारको दोष छ यो शरीरभित्र आवरण दोषलाई केले हटाउँछ ज्ञान काण्डले हटाउँछ मल दोषलाई केले हटाउँछ ठुला ठुला पापहरू केले हटाउने भन्दा ठुला ठुला पापहरूलाई कर्म काण्डले हटाउँछ जस्तो पितृ कर्म गर्दाखेरि देव कर्म गर्दाखेरि बेला बेलामा घरमा स्वाहा स्वधा गुन्जिरहनुपर्छ पितृ कर्म भयो त्यो पाँचवटा कर्म हामी गृहस्थीले छोड्नु हामी सबै गृहस्थी छौँ पाँच कर्म के भन्दा एउटा अतिथिहरू घरमा आयो भनेदेखि बडो जे छ घरमा चगटी दिनु गुन्द्री दिनु मिठो बोली दिनहरूको कुनै लगानी पर्दैन चगटी दिन क्षति हुँदैन बस्छन् भने एक रात बास दिनु खान्छन् भने एक छाक खान दिनु अतिथि घरमा आएपछि बडो इज्जतका साथ सम्मान गर्नु अतिथिको सत्कार गर्दाखेरि त्यो कुलको चाहिँ उन्नति हुन्छ समुन्नति हुन्छ अतिथि यज्ञ त्यसलाई मनुष्य यज्ञ पनि भनिन्छ पाँच प्रकारका यज्ञ यो गृहस्थीहरूले गर्नै पर्छ घरमा अतिथि आए पाहुना आए भने प्रेमपूर्वक बोल्नुपर्छ जोसुकै आफ्नो छोरीको तर्फबाट आउन् कि छोराको तर्फबाट आउन् कि ज्वाइँको तर्फबाट आउन् कि बाको तर्फबाट आउन् कि माइतीका तर्फ जो आए पनि अतिथि बनेर आएपछि त्यो घरमा जल फल जे छ त्यो उसले त्योद्वारा उसको सेवा हुनै पर्छ यसलाई अतिथि यज्ञ भनिन्छ यसले हाम्रो हृदय शुद्ध हुन्छ
अर्को चाहिँ ब्रह्मयज्ञ भन्छ। ब्रह्मयज्ञ भनेको बसेर सत्सङ्ग सुन्ने, कथा सुन्ने, बिहान बिहान अरू केही नसकिने हनुमान चालिसा मात्रै भएर पढ्ने, गीताको 1 श्लोक 2 श्लोक भएर कण्ठ गर्ने, केही आउँदैन भने ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय।